we're gonna take a look at TRA's past predictions. Predictions को बारेमा के मिल्यो कि मिलेन भनेर चाहिँ ब्र्याग गर्ने खालको भिडियो चाहिँ यो होइन, बट इट्स इम्पोर्टेन्ट फर मी टु डिफ्रेन्सिएट माई वर्क फ्रम अदर्स. जे जति प्रेडिक्सन्सहरू मैले गरेको छु त्यसमध्ये केही छानेर चाहिँ मैले यो प्रेडिक्सनहरू चाहिँ एक्युरेट भएको थियो भनेर चाहिँ तपाईँहरूलाई म काइन्ड अफ रिमाइन्डर जस्तो पनि र एक हिसाबले यो चाहिँ एउटा टेस्टिमोनियल जस्तो पनि हो. किनभने यति धेरैजना एस्ट्रोलोजर हुनुहुन्छ, कसको कामलाई ट्रस्ट गर्ने र नगर्ने भनेर चाहिँ तपाईँहरूमा धेरैमा कन्फ्युजन मैले पाउँछु होइन. त्यो भएको कारणले गर्दा एटलिस्ट मैले आफ्नो कामलाई चाहिँ एउटा हिसाबले कतिको ट्रस्ट वर्दी छ अथवा छैन भनेर चाहिँ तपाईँहरूलाई एउटा किसिमको प्रुफ चाहिँ दिनुपर्छ जस्तो मलाई लाग्छ. जनरली मैले त्यो प्रेडिक्सन्सहरूको त्यस्तो मजाले ट्र्याक चाहिँ राखेको छैन. हन्ड्रेड्स अफ प्रेडिक्सन्स, माइनर मेजर प्रेडिक्सन्सहरू मैले लास्ट 4 इयर्समा गरिसकेको छु. त्योमध्ये कति त मलाई आफैलाई पनि याद छैन. याद भएका मध्ये चाहिँ केही मैले लिस्ट आउट गरेर आज तपाईँहरूलाई चाहिँ यो भिडियो मार्फत चाहिँ कुन कुन प्रेडिक्सन्सहरू राइट गएका थिए भनेर चाहिँ भन्दैछु. फर्स्टमा अन June 29th, I made a prediction that Donald Trump is going to win the US election. भनेर चाहिँ त्यसको आई थिङ्क 2 हप्ता जति पछि चाहिँ मलाई काइन्ड अफ गोली हानेर असासिनेसन अटेम्प्ट भएको थियो. बिफोर द्याट नै मैले 2 जुन 29मा चाहिँ डोनाल्ड ट्रम्पले युएस इलेक्सन जित्नुहुन्छ भनेर प्रेडिक्सन गरेको थिएँ, विच टर्न आउट टु बी एक्युरेट. अर्को प्रेडिक्सन सन्दीप लामिछानेको केसमा सबैलाई थाहा छ, यो अलिकति वान अफ माई पपुलर प्रेडिक्सन्समा पर्छ. अन May 7th आई रोट इलाबोरेट पोस्ट कि सन्दीप लामिछाने छुट्नेछन्, उनले न्याय पाउनेछन् भनेर चाहिँ पोस्ट गरेको थिएँ. अनि त्योभन्दा अगाडि January 11th मैले प्रपर भिडियोमा चाहिँ आई काइन्ड अफ गेभ हिन्ट कि उनलाई चाहिँ फल्स एक्विजिसन हुनसक्छ भन्ने खालको कुराहरू चाहिँ. सो सेकेन्डमा चाहिँ सन्दीप लामिछानेको केस. अर्को प्रेडिक्सन भनेको चाहिँ 2023को जाजरकोटको अर्थक्वेक अक्टोबर 22nd 2023 आई मेड अ प्रेडिक्सन कि औँसीको आसपास यस्तो छ, ग्रहहरू बिग्रिरहेको छ, अर्थक्वेकको कुरामा एकदम धेरै ध्यान दिनु भनेर. यो लोकेसन स्पेसिफिक थिएन. November 3rd 2023मा चाहिँ जाजरकोटमा चाहिँ ठुलो अर्थक्वेक गएर चाहिँ 153 जनाको डेथ भएको थियो. सो अर्को प्रेडिक्सन चाहिँ एकदम रिसेन्टको छ, यो पनि अर्थक्वेक रिलेटेड नै छ. अन March 26th 2025 मैले चाहिँ अर्थक्वेक 2-3 दिन चाहिँ एकदमै ख्याल गर्नुहोस् भनेर एकदम मेजर वार्निङ सहित राखेको थिएँ इन्स्टाग्राममा. र म्यानमारमा March 28th 2025मा चाहिँ अर्थक्वेक गएर मोर देन 5500 पिपलको डेथ भएको थियो. एकदम रिसेन्टको यो. अर्को प्रेडिक्सन भनेको चाहिँ तिनकुनेको घटना. कसैले पनि एक्सपेक्ट गरेको थिएन कि एकदम भाइलेन्ट हुन्छ भनेर. पिसफुल प्रोटेस्ट भनेरै थियो, कसैले पनि त्यो किसिमको एक्सपेक्टेसन थिएन कि त्यस्तो भाइलेन्टली प्रोटेस्ट हुन्छ भनेर चाहिँ, जसमा 2 जनाको ज्यान सुद्धा गएको थियो. अस्ति चैत 15को घटना, राजावादीहरूको आन्दोलन. त्यो मैले 2 दिन अगाडि नै राखेको थिएँ कि एकदम धेरै भाइलेन्ट हुनसक्छ, सरकार पक्षले एकदम धेरै ध्यान दिनुपर्छ भनेर. अफकोर्स अब त्यो पुगेन सरकारसम्म होइन. अर्को प्रेडिक्सन भनेको चाहिँ स्पोर्ट्स प्रेडिक्सन्सहरू चाहिँ एकदम रेगुलरै गर्थेँ मैले लास्ट इयरसम्म पनि. आजकल अलिकति कम भइरहेछ. रेसियो चाहिँ मोर देन 70% चाहिँ मिलि नै रहेको हुन्छ मेरो. र प्रेडिक्सनमा चाहिँ 2024को IPL फाइनल May 25th यो प्रेडिक्सन थियो. यो चाहिँ मैले SRKको कुण्डलीबाट चाहिँ प्रेडिक्ट गरेको थिएँ कि KKRले IPL फाइनल जित्छ भनेर. अर्को प्रेडिक्सन भनेको चाहिँ इन्डियाले T20 वर्ल्ड कप जित्छ भनेर चाहिँ June 29मा मैले प्रेडिक्सन राखेको थिएँ. अब यसलाई तपाईँ ब्ल्याक एन्ड व्हाइट प्रेडिक्सन मान्न सक्नुहुन्छ, 50-50 पनि भन्न सक्नुहुन्छ, जे पनि भन्न सक्नुहुन्छ. तर कन्सिस्टेन्सी पनि एउटा प्रेडिक्सनमा कन्सिस्टेन्सी छ भने किनकि क्रेडिबिलिटी त रहन्छ नै होइन. अर्को प्रेडिक्सन चाहिँ नेप्सेको साइडवेज ट्रेन्ड भनेर चाहिँ 2023 अप्रिल 10मा मैले डिसेम्बरसम्म चाहिँ नेप्से साइडवेज नै गइरहेको छ भनेर राखेको थिएँ. यो चाहिँ एक्सपेक्टेड प्रेडिक्सन नै मान्न सक्नुहुन्छ धेरैले होइन. तर त्यसपछि December 10मा मैले चाहिँ अब नेप्सेको बुल फेज सुरु भयो भनेर चाहिँ प्रेडिक्सन राखेको थिएँ. यो जुन 2024को जुन आसपास, जुलाई आसपासमा जुन एउटा म्यासिभ 1000 पोइन्टको गेन भयो, यो मैले 6 महिना अगाडि नै एउटा हिसाबले चाहिँ प्रेडिक्सन राखेको थिएँ. अर्को प्रेडिक्सन भनेको चाहिँ गोल्डको प्रेडिक्सन. 2024मा चाहिँ 1,30,000 हुँदाखेरि चाहिँ गोल्ड बढ्दैछ है भनेर प्रेडिक्सन राखेको थिएँ. अहिलेको प्राइस पोइन्टमा त धेरै माथि पुगिसक्यो होइन. र त्यो सँगसँगै फेरि मैले September 12मा चाहिँ फेस्टिभल अराउन्ड चाहिँ गोल्ड घट्न सक्छ है भनेर चाहिँ मेजर वार्निङ दिएको थिएँ. त्यसको लगत्तै दसैँ तिहारको आसपासबाट नै तपाईँको गोल्डमा म्यासिभ ड्रप आउन थाल्यो. र स्पेसली नेपालको कन्टेक्समा चाहिँ एकै दिनमा 15,000को ड्रप भएको थियो ट्याक्सको एउटा रिडक्सनको कुराले चाहिँ गर्दाखेरि चाहिँ. सो त्यहाँनिर पनि गोल्डको प्रेडिक्सन
मिल्न गएको थियो। अब नयाँ प्रेडिक्सन छ गोल्ड सम्बन्धी, कतिको एक्युरेट हुन्छ आई विल अपडेट। तपाईँले मलाई इन्स्टाग्राममा मेनली फलो गर्न सक्नुहुन्छ, यस्तो प्रेडिक्सनहरू मिस नगर्नु होला। सो यो चाहिँ अलिकति मेजर प्रेडिक्सन्सहरू मैले तपाईँहरूलाई पोइन्ट आउट गरेर सुनाएँ। स्पोर्ट प्रेडिक्सनमा पर्टिकुलरली अझ अरू पनि प्रेडिक्सनहरू छ, जस्तै 2022को वर्ल्ड कप फाइनल अर्जेन्टिनाले जित्छ भन्ने प्रेडिक्सन थियो होइन। त्यस्तै त्यसमा केही रङहरू पनि भएका छन् होइन, तर रेसियो जे होस् अघि मैले भनिहालेँ 70% जस्तो रेसियो चाहिँ मेन्टेन भएको छ। सो यो चाहिँ मेजर प्रेडिक्सनहरू। त्यसमा अब गभर्मेन्टको कुरामा जस्तै केपी ओलीको गभर्मेन्ट ढल्दैन भनेर मैले अक्टोबरमै राखेको थिएँ मेरो ट्रेड विथ टिआरएको पेजमा, नडराउनुहोस् भनेर चाहिँ। सो गभर्मेन्ट ढल्नेवाला कुराहरू चाहिँ केपी ओलीको गभर्मेन्ट चाहिँ कङ्ग्रेससँगको सहकार्य अनुसार नै जान्छ भन्ने प्रेडिक्सन यो आजभन्दा 6-7-8 महिना 9 महिना अगाडिकै प्रेडिक्सन हो। त्यो सँगसँगै गभर्मेन्ट ढल्छ भन्नेवाला प्रेडिक्सन गभर्मेन्ट लाइक प्रचण्ड गभर्मेन्टमा आउँदाखेरि अथवा प्रचण्डको सरकार फेरि ढल्दाखेरिको केसमा गभर्मेन्ट ढल्ने कुराहरू, यो खालको कुराहरू पनि मैले वान गरेको थिएँ। दिज आर लाइक अलिकति नट सो स्पेसिफिक बट कहीँ न कहीँ ट्रेन्ड, जुन जेनेरिक ट्रेन्डको हिसाबले चाहिँ यो प्रेडिक्सनहरू एक्युरेट भएको छ। एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के भन्दाखेरि प्रेडिक्सन सबै थोक होइन, प्रेडिक्सन सबै थोक होइन। एस्ट्रोलोजीमा योभन्दा बियोन्ड पनि धेरै ज्ञानका कुराहरू, अध्यात्मका कुराहरू, आफ्नो चेतनाको स्तरको वृद्धिका कुराहरू, त्यो कुराहरू एकदमै धेरै महत्त्वपूर्ण कुरा हो प्रेडिक्सन भन्दा। प्रेडिक्सनले चाहिँ युटिलिटेरियन पर्सपेक्टिभबाट चाहिँ लिमिट गरिदिन्छ जस्तो लाग्छ होइन, त्यतिमा मात्र सीमित गरिदिन्छ जस्तो लाग्छ। बट तपाईँले ज्योतिष कस्तो छ छैन भनेर चाहिँ त्यो डिफ्रेन्सिएट गर्ने एउटा प्यारामिटर चाहिँ हो। तपाईँसँग ज्ञान हुन सक्ला, तर तपाईँले त्यो ज्ञानलाई कसैको बारेमा भन्दाखेरि कतिको उहाँको लाइफलाई राइट गाइडेन्स दिन सक्नुहुन्छ, राइट प्रेडिक्सन दिन सक्नुहुन्छ, यो मुख्य कुरा हो। त्यसैले यहाँ धेरै एस्ट्रोलोजर हुन्छ जसले चाहिँ प्रेडिक्सन केही पनि होइन भने जस्तो किसिमको एटिट्युड पनि क्यारी गर्नुहुन्छ, कम्प्लिटली रङ हो। प्रेडिक्सन धेरै थोक हो खासमा, तर सबै थोक चाहिँ होइन। ज्योतिषमा त्यति मात्र सीमित भएर चाहिँ बस्नुहुन्न, ज्योतिषशास्त्रलाई त्यति मात्र सीमित चाहिँ गर्नुहुन्न, तर एस्ट्रोलोजरको क्यापेसिटीलाई जज गर्ने एउटा मेजर प्यारामिटर हो। कसैले प्रेडिक्टिभ पोस्टहरू राख्नुहुन्न, प्रेडिक्सनहरू दिनुहुन्न भने त्यस्तो एस्ट्रोलोजरहरूलाई चाहिँ म खासै ट्रस्ट नगर्नुहोस् भन्छु। एकदम महत्त्वपूर्ण कुरा यो चाहिँ, किनभने तपाईँले एकछिन च्याट जिपिटी पढेर पनि ज्ञान एक्युमुलेट गर्न सक्नुहुन्छ, तर त्यसको बेसिस, किनभने एक लाइन प्रेडिक्सन मान्छेको जीवनभरको अध्ययन हुन्छ। त्यो हिसाबले चाहिँ त्यो प्रेडिक्सन राइट भएको छ भने ओके आई क्यान ट्रस्ट दिस गाई भन्ने खालको एउटा किसिमको चाहिँ एउटा हिसाबले चाहिँ ट्रस्ट पनि गेन हुन्छ होइन। सो प्रेडिक्सन सबै थोक होइन, तर धेरै थोक पनि हो।